हाई गाइस वेलकम टु माई च्यानल @fishing। आज धेरै पछि मेरो च्यानलमा भिडियो आउँदैछ। सो आज चाहिँ हामी स्याटरडे, टुडे इज स्याटरडे। सो हामी जाँदैछौँ मार्बल डाँडा। हाम्रो बहिनी के घिसिङ रे? ल ठिक छ, ह्याप्पी लभ घिसिङ। सो साथीहरू उता जोरपाटी आइसकेको छ। हामी दुईवटा राइडमा चारजना छौँ, म र बहिनी अनि मामा र सोल्टी छ एकजना। सो गेटिङ रेडी, हाम्रो स्कुटी बाहिर। सो अब निस्किन लागेको आजको राइडमा मेरो यो ह्यान्डटक। खोइ हाम्रो बहिनी लडेको छ, अब जानुपर्छ। सो गाइज हामी घिसिङ निवासबाट निस्केको भयो। केटाहरू जोरबाडीमा पर्खिँदैछ, हामी निस्केको गाइज। यहाँबाट हामी यता जाम पहिला। वेदरले यसपालि साथ दिन्छ कि दिँदैन हेरौँ है। मार्बल डाँडा, अन द वे टु मार्बल डाँडा, काठमाडौँ। अब हामी यता छिरौँ। ड्राइभिङ सेन्टर, दुधकुण्ड ड्राइभिङ सेन्टर। अगाडि अरूबारी स्केटिङ। गाइस सिधै गइदिउँ। केटाहरू जोरपाटी होइन चामुण्डामा होला है। हो, तिम्रोबाट पनि खिच न, अनि त्यहाँ मलाई पठाउनु पर्छ। तिम्रोबाट पनि खिच होइन, अनि त्यहाँ पठाउनु पर्छ। सो गाइस चामुण्डा गेट, केटाहरू कता छ हेर्नुपर्ने हुन्छ, केटाहरूलाई हेर्नुपर्ने हुन्छ। बारी रहेछ केटाहरू। हेलो वेलकम टु माई ब्लग अन द वे टु मार्बल डाँडा। रोशन सर, हाम्रो बेसराज मामा। ल चल्दिउँ अब, जहाँबाट जाँदा पनि हुन्छ। तपाईँ लग्नुहोस् बिस्तारै, म पछि आउँछु। मलाई नि हेर्नु नि फेरि बेला अनि भिडियो लिऊ है तिमीले पनि। तिमीहरूको त आइहाल्छ, मेरो पनि अलिअलि। मेन रोडमा है। ल चल्दिउँ केटा हो। दिस इज बाहुनधारा। या बाहुनधारा हुँदै हामी अगाडि बढ्दैछौँ। सो जसलाई थाहा हुँदैन, अलिअलि म सानो क्लिप बनाएर अन द वे चाहिँ म बताइदिन्छु। आरूबारीबाट जो जाँदै हुनुहुन्छ मार्बल डाँडा होइन। नयाँ बस्ती युवा क्लबमा महाकवि लक्ष्मी प्रसाद देवकोटा। अच्छा, पहेँलो पुल। मर्छ हाम्रो पहेँलो पुल हुँदै हामी अगाडि जाँदैछौँ गाइस। केटाहरू अगाडि। गाइस यो ठाउँ पनि एकदम भाइरल छ है। यता चाहिँ इभिनिङमा चाहिँ मान्छे एकदम धेरै आउँछ। पछाडिको बाटो हो नि त। अनि यहाँबाट सातो बाटो निस्किन्छौँ यो बाटो हुँदै। अब हामी यहाँबाट right on the right.
केटाहरू कटिसक्यो। यो पारा सिनामङ्गल चोकबाट हामी अगाडि बढ्दैछौँ। पेप्सी खोला पेप्सी खोला पेप्सी खोला क्या पेप्सी खोला। हामी पेप्सी खोला हुँदै अगाडि बढ्दैछौँ है गाइस। सिधै अब हामी जडीबुटी पुग्छ पेप्सी खोला। केटाहरू ह्यान्डसम बनिरहेको छ यार। आज के हो यार। दामी फुल फुलिरहेछ छेउछेउमा। दामी फुल फुलिरहेछ। हामी जडीबुटी चोकमा आइपुग्यो गाइस। सरहरू यो जडीबुटी चोक होइन सर हो? ए हाम्रै मामा पो हुनुहुन्न रहेछ त यार। ठिक छ। लास्टै गर्मी है तर। हजुर औषधि चोक हो। औषधि चोक के भन्छ यार? पानी पराउँदा अगाडि त राम्रो थियो है मौसम त। यता त पानी परेको छैन रहेछ नि त। बिहान उता पर्छ बौद्धमा त झन् ठुलो पऱ्यो भने। ठुलो पऱ्यो हजुर आदि जतिको तातो छ। त्यही त फ्राई प्यान बोक्नु पर्ने रहेछ नि त। अन्डा र फ्राई प्यान। मामा के छ अगाडि हेर्दैछ त बर्गर हबले। बर्गर हबले हेरिरहेको छ त हामीलाई। है के गर्मी हो यस्तो। मोटो होइन नि हौ पातलो हो। एक्सप्रेस बासारले जडीबुटी चोकमा जडीहरू जडीबुडी। कहिले आयो को आन्टी चाहिँ? जडीबुडी 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 कोटेश्वर गाइस कोटेश्वर। चक्का जाम पाउरोटी जाम कत्रो कत्रो पाङ्रा यार। ओ इधर भी पांगरा इधर भी पांगरा। हम क्या करे भाई साहब। मार्बल डाँडा सर। ओके सर। पालेन दाईको यो कलर कहाँ गएर चुक्यो यार। यो के भनेर कलर लगाएको छ सरले मेरो जिउले। हामी त सिधै पो जाने रहेछ त यार। के हो यो? हामी कहाँबाट जाने मामा? कहाँबाट जाने? के हो यो? आज पनि उ त्यो राजावादीहरूको प्रदर्शन जस्तो छ। आमा के हो जाम। अब खोलाको बाटो जाने।
छैन नि हो कहाँबाट बिसाउनु हामी मान्छेको सरहरूले कहाँबाट छिराउनु भयो यो बाटो त म पहिलोचोटि आएको कोटेश्वरबाट भित्र छिरिरहेछौँ हामी कहाँ निस्किँदो रहेछ यो बाटो त खोलै खोलातिरै कि जस्तो अब खोलै खोला हो तपाईँले देख्न सक्नुहुन्छ खोलाको साइड कतिको हरियो छ त हरियाली मदन भण्डारी स्मृति सामुदायिक खोलाको किनार जाँदाखेरि पनि अझ भित्र छिरेर अझै खोलाकै किनारमा छौँ हामी रङ साइड गयो क्या ऊ साथीहरू उता गएछ झन्डै हराएको झन्डै हरायो यार खोला नेपाल कम्युनिस्ट पार्टी एमाले के हो हामी त एमालेतिर पो आइपुगेछ त यार अहिलेको चाहिँ कोटेश्वरबाट हामी आइपुग्यो अघि त कोटेश्वर चोक रहेछ नि त यार गोर्खु आयो ओभर सार्वजनिक शौचालय गाइड के हो मिलाउँछ त साथीले रोडको छेउछेउमा यस्तो बोर्डहरू दामी देख्छ यो टेम्पोले के गर्यो भने टेम्पोले के गर्यो लेफ्ट सो गाइज हामी अब लेफ्टतिर लाग्दैछौँ गोदावरी एउटा गीत गाइदिनुपर्छ क्या हो गोदावरी बनैमा हाम्रो साथी जाँदैछ ओ चेकिङ बसेर रहेछ नि त मामाहरू यार करिश्मा मानन्दर गाइज हामी ललितपुर हात्तीवन भन्ने ठाउँमा आइपुग्यो सो हामी अगाडि रफ्तारमा बढ्दैछौँ रफ्तार गाइज हामी हरिसिद्धि ललितपुर आइपुग्यो गाइज आजको मौसमले साथ दिन्छ कि दिँदैन थाहा छैन माथि भ्युजहरू चाहिँ कस्तो आउँछ भ्युज लेट्स सी माया डिजेल गाडीमा सो हरिसिद्धि चोकतिरै सम्हाल्ने मामा उयो चाहिँ हो कि उयो करिश्मा मानन्दरको घर हिरोनी छैन करिश्मा मानन्दरकै गाइस अगाडि तपाईहरुले देख्दै हुनुहुन्छ कस्तो बिल्डिङ हो त्यो कस्तो दामी बनायो यार यो बिल्डिङ त यार मैले कहाँ
युट्युबतिर देखेको बिल्डिङ हो क्या हो? सो गाइज फाइनल्ली हामी गोदावरी आइपुग्यौँ। हाम्रो बहिनीले पनि खिच्दैछ। सो गाइज फाइनल्ली गोदावरी आइपुग्यौँ। दामी है, कस्तो दामी हो। ल बधाई छ तिमीलाई त्यसो भए। तिमीलाई त्यसो भए बधाई छ। कस्तो राम्रो फुलेको। आई लभ गोदावरी रे नि त। कता हो सर? हामी माथि हो। यताबाट चाहिँ गोदावरी जाने, यताबाट चाहिँ अब हामी माथि जाने। यताबाट त के अरे गोदावरी मार्बल डाँडा भयो। यो बाटो त के थियो एउटा ठाउँ नाम, पहिला एकचोटि गएको हो। यो 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 यस्तो चिसो यार, आमामामा दामी भाइब्स, दामी भाइब्स। टिकट टिकट ट्रेन हो सर? ए त भइसक्यो। ए दुइटैकै भयो। यो र यो समाधान भयो। टिकट भयो भयो भयो। टिकट दिनुभयो हो र? यतैबाट दिनु। यो समाधान यो पनि। दिस इज टिकट हो कि? ल सो गाइज टिकट पनि काट्यो। हामी जाँदैछौँ अब। यताबाट त फुलचोकी डाँडा पनि पुग्छ नि त। त्यही त अघि मैले अगाडि फिल त भएको थियो। कहाँ छ काफल खोइ? ए फेरि हामी जाँदैछौँ मार्बल डाँडा। केटाहरू पछाडिबाट आउँदैछ। ओ माई गड, बहिनीले ओ माई गड भन्यो। गाडी पनि आमा डरै लाग्दो। हाम्रो साथीहरू टिकटक बनाउँदैछ। हो यो पो भाइरल रोड रहेछ नि त हौ। आमामा टिकटक चल्दैछ। हाम्रो साथीहरू नेपाली जनताको टिकटक चल्दैछ। दामी यार। हाम्रो मामा कहाँ गयो यार? यतिखेर चाहिँ अगाडिको मान्छेले खिच्नु पर्ने नि है। त दामी यार। केटाहरू खोइ आउँदैछ। उयो दामी चिसो, दामी बाटो, दामी वेदर है। माथि गएर नि क्लियर हुनुपर्छ यो। ए बाटो बिग्रियो नि त फेरि। सेल्फी टाइपको भिडियो लिउँ न। दामी देखाएको छ केटाहरू अगाडि। यो आधी रातमा के हो बाटो त? ए बाटो ओए बगाएछ नि त यार। बाटो बगाएछ नि त खोइ। बाटो त बगाएछ नि त।
त अनि हो हो के गनाएको ए उठा उठा उठायो बाटो त यार यहाँ त आमा गन्यौलै गन्यौला रहेछ नि त यहाँ ओए हाउडे के भयो हैत तेरी यार हैत तेरी फोन ल्याउनु भयो केही त भएन नि हैत तेरी यार आमो नि है गनाउँदाले गर्दा भन्न मैले नि पटारेको यार तपाईँले भिडियो बनायो क्याप्चर भयो मेरो चाहिँ हुनै भएन क्या। दामी यार बनाइरहनु भएको छ अहिले पनि एउटा कुरा भन्न लागेको थिएँ हामीले कन्टेन्ट पायो कन्टेन्ट सर्ट ब्रेक हो सर गनेउलाको ठिक छ नि भिडियो चाहिँ राम्रो क्याप्चर भएको छ गाइज है हेर्न चाहिँ मजा आउँछ केटाहरू लडेको हेर्न चाहिँ पाइन्छ है कन्टेन्ट हो मेन त्यसलाई फोकस गरेर हाल्नुपर्छ यार होइन ल ठिक छ रमाइलो भइरहेछ नि एकदम र बधाई छ अब एकछिन स्कुटीलाई पनि रेस्ट बाइक स्कुटी मेरोमा फुल क्याप्चर छ नि सर केटा अब मेरोमा पुरै क्याप्चर छ नि ल ठिक छ एकछिन ब्रेक त्यही भएर त रेस्ट गर्यो नि खतरा तातिन्छ नि त यो त यहाँ त अमलेट ओहो सर गनेउला गनायो होला यार लडेको छ 5 मिनट ब्रेक सो गाइज हामी छौँ फुलचोकी टावर माउन्टेन बाइक ट्रायल ल सरहरू अगाडि जाउँ सरहरू सो स्टेज 1 फुलचोकी आइपुग्यो अब लगभग आइपुग्यो गाइज फुलचोकी चाहिँ अब त्यहाँबाट मार्बल डाँडा चाहिँ कतिको टाढा छ हेर्नुपर्छ एकचोटि बाटो चाहिँ के गरे भयो त कहीँ यहाँ आमामा के हो यो माथिबाट देख्छ क्या माथिबाट बाटो चाहिँ लास्टै डेन्जर टावर देखिसक्यो माथि सो गाइज हामी फुलचोकी डाँडा चाहिँ आइपुग्न लाग्यो है तल त एकदम राम्रो थियो गोदावरी ठ्याक्क चोकबाट चाहिँ त्यहाँबाट चाहिँ कति आधी घन्टा 1 घन्टा जतिको बाटो चाहिँ एकदम राम्रो त्यसपछि त यस्तै हो नाच्ने हो जाने हो ड्याङ्के ड्याङ सो गाइज फाइनली गेटबाट हामीले इन्ट्री मारिसक्यो सो गाइज फाइनली फुलचोकी डाँडा यहाँ आउने बित्तिकै एउटा गीत सम्झिहाल्नुपर्छ फुलचोकीको डाँडामा
सो फाइनली हामी फुलचोकी डाँडाको पार्किङमा हाम्रो बहिनी मेकअप जति सब नेचुरल मेकअपले खाएछ बहिनीको के गर्ने होला के छ हामी यतै हो है यतै है ल सर राखौँ नि त अब फाइनली हामी मार्बल डाँडा चाहिँ हेर्नुपर्छ यहाँबाट अघि त मार्बल डाँडा भन्दै आएको जोसेर हामी पहिला फुलचोकी डाँडा जान्छौँ गीत गाउँदै डाँडा आउँदैछ जुत्ता खोलेर सो हामी जाँदैछौँ डाँडा आइसकेको छ हाम्रो बहिनी अगाडि सो हामी जाँदैछौँ फुलचोकी डाँडा मार्बल डाँडालाई क्यान्सल गरेर ओम मानव ओम This is Fulsuki Tara and that's tower. उताबाट आयो भने त खोल्ने रहेछ नि त सबै ल माताको दर्शन गरौँ कताबाट हो यतैबाट हो ल सरहरू है डाँडामा ल जाउँ 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 सरहरू घुमे This is something else डाँडामा माता बस्नु भएको छ सिनहरू त केही पनि छैन यहाँ ल ल हिँड्यो बलि चढाउने हो कि त्यहाँ ओ माथिबाट त होइन होला सर तलबाट के हो यो त यहीँ रहेछ त अनि यो त यहीँ रहेछ त चिज त त्यहीँ रहेछ त एउटा त फाइनली अनि मामा कस्तो अनुभव भयो एकदम राम्रो कुल एन्ड रसन सल्टी के छ ठिक छ नि ल ठिक आउनु बहिनी ठिक छ रमाइलो भयो तर सिन चाहिँ केही पनि देखाएको छैन ठिकै छ म छोपे नि त सर सो फाइनली हामी यो धेरै बोल्यो भने छ 3000 प्लस होला छ हिउँ पर्छ नि त यहाँ मस्त सो गाइज सिन चाहिँ क्लियर छैन मान्छेहरू छन् यहाँ सो गाइज हम इधर बसेर फोटो दर्शन गऱ्यौँ अब हामी फोटो खिचेर आनन्दले बसिरहेछौँ अनि अब हामी फर्किन्छौँ सिन क्लियर छैन गाइज के गर्ने गाइज
मान्छे मात्र क्लियर छ यहाँ केटाहरू यहाँ हाम्रो बहिनी अब फर्किनेवालामा छौँ फेरि कुदाउनु पर्छ अफ रोड सो गाइज जो रमाइलो भयो सो आजको लागि यति नै